ल ल भयो ल ल नमस्कार सबैलाई वेलकम ब्याक टु माई ब्लग्स रेसमरोका एन्ड युट्युब च्यानल। आज चाहिँ म इन्टरनेसनल एयरपोर्ट काठमाडौँमा चाहिँ भर्खर जाँदैछु। अब अहिले यहाँ चाहिँ 9 बज्यो बेलुकाको। तपाईँहरूलाई चाहिँ थोरै यस्तो गरेर देखाउँछु है त। ल यस्तो छ काठमाडौँ इन्टरनेसनल एयरपोर्ट जाने बाटो। अब हेर्नुहोस् अहिले रातिको 9 बज्यो। अब हेर्नुहोस् यहाँ चाहिँ यसरी देख्न सक्छ। कतिपयले यो एयरपोर्ट भिजिट गरिसक्नु भएको छ होला, तर म चाहिँ आज 9 बजे चाहिँ भर्खर प्रवेश गरेको छु। यो हेर्नुहोस् यस्तो छ रातिको समयमा चाहिँ यस्तो देखिँदो रहेछ। यहाँको बिहानमा भएको भए अझै राम्रो देखिने हो। मेरो फ्लाइट चाहिँ अहिले मध्याह 12 बजे 12:30 बजेको भएको हुनाले यसो देखाउँदैछु तपाईँहरूलाई। यस्तो यहाँको वातावरण चाहिँ यस्तो छ है। ल हेर्नुहोस् यो चाहिँ काठमाडौँ इन्टरनेसनल एयरपोर्ट। ल अब यहाँ प्रवेश यहाँ अझै बाक्लो उपस्थितिमा देख्न सकिन्छ। यहाँ बाहिर जाने हाम्रो प्यासेन्जरहरू सबै प्यासेन्जरहरू। ल हेर्नुहोस् अब यही हो यी काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल। ल हेर्नुहोस् यहाँ विदेश जानेको घुइँचो। कतिपय फ्लाइटहरू क्यान्सल भएर पनि अझै पनि यसरी ल अब हामी पनि यसरी झर्ने हो। अब यहाँबाट सर भित्र जाने हो। ल फेरि अर्को भ्लगमा चाहिँ भेट गरौँला। अब थोरै भिडियो चाहिँ है त। ल थ्याङ्क यू।